केही पाउनका लागि केही गुमाउनु पनि पर्दो रहेछ। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मलाई चाहिँ धेरै माया र धेरै सपोर्ट देखाइदिनु होला साथीहरू। अनि किनकि म धेरै मिहिनेत गर्छु, अनि मिहिनेत म मात्र होइन सबै गर्छौँ होला, बट सबैले मैले तपाईँले मलाई सपोर्ट गर्दैन होला। अनि तपाईँहरूको एउटा लाइक, एउटा कमेन्ट र एउटा सेयरले के थाहा भविष्यमा म केही गर्छु कि भन्ने आश छ। सो मेरो युट्युब च्यानल छ एउटा, म चाहिँ नबिना भ्लग भनेर चाहिँ सर्च गर्नु होला। अनि मेरो युट्युब च्यानल छ, त्यसमा चाहिँ मैले भिडियोहरू हालेको छु, त्यसलाई पनि सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। अनि मेरो भिडियोहरू तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि आज चाहिँ मैले धेरै दिनपछि भिडियो बनाएको थिएँ मिनी भ्लग। अनि किन बनाएको भने यस्तो बनाउनको लागि त्यति खास त पनि केही पनि थिएन, बट 4-5 दिन भइसक्यो मैले भिडियो पनि बनाएको थिएन। अनि हामी टेक आउट साइडमा गएको थियौँ, त्यही भएर पनि भिडियो बनाएको थिएन। अनि सो आज चाहिँ म घर आएँ, घर आएको थिएँ, त्यो कपडा लास्टै गन्दा भएको थियो। अनि त्यही भएर चाहिँ मैले यसकै भ्लग बनाउँछु भनेर मैले क्यामेरा साइडमा राखिसकेँ। क्यामेरालाई मिलाउने यति दुःख हुँदैन साथीहरू, पुरै झार्दैन, कहाँ राखेर सेटिङ मिल्दैन, कहाँ राखेर सेटिङ मिल्दैन। सो त्यही पनि सेटिङ मिलाएर मैले भिडियो बनाइसकेँ। भिडियो बनाउनु चाहिँ लास्टै मिहिनेत गर्नुपर्छ साथीहरू, मलाई धेरै सपोर्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई गएर पनि सपोर्ट गरिदिनु होला। अनि तपाईँहरूको मायाले म के गर्छु भन्ने मलाई आशा छ। सो म चाहिँ मेरै घर पनि आइसकेको थिएँ। आजकल चाहिँ सधैँ नुहाउनुपर्छ किनकि लास्टै गर्मी भइसक्यो साथीहरू। अनि सो मजाले लाइट अब चाहिँ खाना खान लागेको। अनि मेरो अघि कमरा कस्तो थियो अहिले हेर्न सक्नुहुन्छ। सो मेरो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नुहोस्, बाई।